तेर्चुकको अचार पनि तयार भयो है, पाक्दैछ। यसमा सब चिज मैले हालिसकेँ। 1 किलो भेली हालेँ, 8 दाना अमिलोको चुक, अनि टिमुर, धनियाँ, ज्वानो, मेथी सब चिज मैले भुटेर पिसेर हालेको। अनि तोरी पनि भुटेर पिसेर हल्का हालिदिएको छु। अनि अब यसको टेस्ट चाहिँ कस्तो हुन्छ है। अनि यो अब पाकिसकेपछि यो सेलायो भने अलि बाक्लो हुन्छ। अनि बट्टामा हालेर मेरो छोरीलाई, मेरो ठुली छोरीलाई काठमाडौँ, अनि सानो छोरीलाई धनगढी चटकपुर पठाउने हो यो अचार। मैले अस्ति तामाको अनि डल्ले खुर्सानीको अचार बनाएको थिएँ। अनि मेरो छोराछोरीलाई यति मिठो लाग्यो अरे के। अनि मम्मी यति मिठो अचार बनाइसिन्छ अरे। अचार बनाए व्यापार राख्छु अरे। अचार बनाएर बेच्ने अनि व्यापार राख्छु भनेर भन्दैछन् मेरो नानी बाबुहरू। तर मलाई चाहिँ टाइम चाहिँ हुँदैन है, घरमा खानको लागि मात्रै बनाउने हो कहिलेकाहीँ। अनि मेरो छोराछोरीलाई पठाउने हो। अनि मेरो छोराछोरीलाई तामाको अचार कहीँ तामा पाइयो भने बनाइदिनु पर्यो भनेर भन्दैछन्। तर तामा कहिले उम्रिन्छ भन्ने मेरो छोराछोरीलाई थाहा छैन। तामा चाहिँ असार साउन बर्खा मात्रै उम्रिन्छ। त्यसैले आजभोलि तामा छैनन्। अस्ति म पाहाड गए बेला तामा ल्याएको थिएँ, अलिकता दिएको थिएँ त्यहाँ चिनेको मान्छेले। त्यही भएर मैले तामाको अचार बनाएको थिएँ। यति मिठो थियो हो। मेरो छोराछोरीलाई यति मन पर्यो अरे मेरो छोराछोरीलाई। अनि मेरो नेपालगञ्जबाट पनि छोरीहरू धनगढी आएछन्। अनि मेरो ठुलो मामुले बनाएको अचार कति मिठो अरे के। अनि मेरो छोरीहरू त्यहाँ धनगढी बसिराख्नु बिजुको घर। म यो अचार बनाएर पठाइदिन्छु। यो पनि मिठो हुन्छ होइन। मेरो छोराछोरीले मेरो हौसला बढाइदिएकोमा थ्याङ्क यू, धेरै धेरै धन्यवाद छ।